अहिले तपाईको बोली चाहिँ बिहान बिहानै गाडी बिग्रेर बसेको अवस्था यसो जस्तो छैन गाई चाहिँ हिँडेको टोली हेरेर गाई चाहिँ हामीले हिजो इटरीबाट हिँडेको इटरी कति बजी 8 बजी हिँडेको अनि त्यहाँबाट 7 बजी हिँडेको 7 बजी हिँडेको बस स्ट्यान्डमा आएर 1 घन्टा बस्यौँ त्यसपछि यता हिँडेको अनि कुन अर्को बाटो कुन अरे सिन्धुलीको बाटो गएको त्यहाँनेर के भरे जाम भएको छ भनेर फेरि घुमेर यता हेटौडाको बाटो आएको हेटौडाको बाटो आएर पनि 2 घन्टा आधी जाम पर्यौँ अनि फेरि लास्टमा नजाने भएर हामी चाहिँ यहाँ होटलमा रुम लिएर बसेको यो रुममा चाहिँ कतिजना 6-7 जना सुत्यौँ होला यो रुममा उतापट्टिको रुममा अरू दाइहरू सुत्नु भएको छ अनि उठेर ठिक पारेको होला पानी भयो हिँड्दै खै कता स्कुटी बगायो अरे मान्छे पनि बगायो अरे अनि खै इबी के लागि ढुङ्गाले काचकुचुक पार्यो अरे त्यही भएर जानु पनि दिएन 6 बजेदेखि बन्द हुँदो रहेछ फेरि यो ठाउँमा अब हिजो बनाउनु सकेन गाई चाहिँ त्यही भएर आज बनाएको गाई छ युट्युबरले अरे बोल्नै जान्दिन तर गाडी रोकेको ठाउँमा चाहिँ जाममा चाहिँ हिजो बनाउनु पर्ने हिजो दिमाग कसरी बनाइरहेको थियो गाडीमा हाम्रो स्ट्यान्ड सिस्टेम छैन त्यही भएर गाई अब म चाहिँ पहिलोचोटि काठमाडौँ गएको हो अनि त्यो इबीको दाइले पनि के भन्दैन के भन्दैन त इबीको दाइले मलाई हो लक्की म चाहिँ पहिलोचोटि आएको काठमाडौँ आएको हो नि त त्यही भएर अनि अब अर्को ठाउँ गएको फेरि घुमेर कति 3-4 घन्टाको लामो यात्रा गरेको अनि दाइले तिमी त घुम्नु पायौ लक्की रहेछ भनेर घुम्नु पाएर एकदम बोल्दै हुन्थ्यो त सबैतिर घुम्नु पाएर लक्की रहेछ बुनु तिमी त भन्दै हुनुहुन्थ्यो के को लक्की उहाँले गर्मी भएर एसी पनि नखोलेर दाइले उसको त्यसलाई चाहिँ गर्मी हुन्छ अरे थाप्दैन अरे नि हामीले चाहिँ गर्मी बनाएर काली देखे लु कति गोरी दिखाउनु भएको छ हमारा कितना गोरी गाउँ गएर काली खाली हुनुभएको छ गाउँमा 1 महिना बसेर यता हेरेर समीक्षाको चाहिँ त कपाल बाटै सुरु हुँदैछ धेर नबाट्दैन न समीक्षाको समीक्षाको कपाल चाहिँ भैँसीको त्यो अर्ना कस्तो राम्रो छ देखेको छ तर यो समीक्षाको कपाल स्ट्रेट गर्नु भने चाहिँ कस्तो खतरा हुन्छ नि फेरि समीक्षाको कपाल स्ट्रेट गर्नु भने चाहिँ दामी हुन्छ तर रियलमा कस्तो राम्रो छ नि बाँध्दाखेरि चाहिँ मैले चाहिँ कपाल काटेर यत्रो बनाएर यत्रो बनाएको चाहिँ मैले कपाल काटेर कति लामो थियो होइन नि कपालमा स्ट्रेट नगरे समीक्षा हामी चाहिँ जानुमा ठिक गर्दैछौँ गाइस टिभी थिएछ नि टिभी हेर्नु पर्थ्यो नि त अनि बेलुका नो सिग्नल भनिरहेछ गाइस हाम्रो टिभी पनि चलेको छ यता भाबीजीले खेल्नु भएको चलाउनु भएको यो चाहिँ कुन फिल्म हो तपाईँहरूले कसले हेर्नु भएको छ यो फिल्म हामी टिभी सिधा हेर्नु थालिसकिसक्यौँ कि हिन्दी फिल्म हो कि नेपाली हो म त बुझिनँ कसले हेर्नु भएको छ यो फिल्म मलाई चाहिँ मेरो चाहिँ ड्रेस पनि
यस्तो पुरानो फिल्म हेरेर त आजभन्दा अल्छी लाग्छ हेर्नु गाई चाहिँ हिजोको टोलीहरू हाम्रो गाडीको दाइहरू सबैजना उठिसक्नु भएको छ उठेर भेला भइसकेको अब ढोका खोलेको छैन ढोका खोलेपछि हामी चाहिँ जाने ढोकाको यहाँ त ल्याए होला कुन त मैले खिच्नु पर्यो नि त क्यामेराले त मलाई पठाइदिँदैन नि त भिडियो यो चाहिँ हाम्रो टोलीहरू सबैजना परको ड्राइभर दाइ हो साह्रै कमेडी हुनुहुँदो रहेछ अब हाम्रो चाहिँ पे हुँदैछ कति उठ्यो एउटा रुमको 2000 एउटा रुमको खै कति भन्दै हुन्थ्यो अनि खाएको बसेको गरेर बिल तिर्दै हुन्छ यहाँ चाहिँ सबैजना चाहिँ गाडीमा आइसकेको अब के गर्नु पानी परिरहेछ पुरै गेट पनि खोलेको छैन केही पनि गरेको छैन हामी चाहिँ गाडीमा आएर बसिरहेको थियौँ अब जाने त होला त हेर आउने बाँकी छ गाडीमा मच्छर धुप पनि बालिदिनु भएको छ होइन त्यो पूजा गर्नु पऱ्यो नि त गाडी बिहानै गाडीमा बाल्नुपर्छ नि त ए हो दिदीले छाता ल्याउनु भयो ल्याउनु भयो जाला जस्तो छैन हौ हाम्रो त छ होला नि अहिले तपाईँको बोली चाहिँ बिहान बिहानै मेरो बोली होइन के हिजो पनि फर्काएर मेरो बोली होइन हौ अलिक खोल्नु सबै चारैतिर बाटो बन्द भयो मेरो खिच्यो है के बसियो खतरा हुँदो रहेछ नि त यो दाइ त यही त हो खतरा नि कमेडी हुनुहुँदो रहेछ पुरै कमेडी ए भरे खोइ के बिमारी है तल त्यही भन्दै नि के भएको त्यही के खाना हुँदै यत्रो ठुलो पानी परेर रहेछ त हौ अनि खाना पनि त्यस्तै पाराको हिँडाइ पनि त्यही पाराको हिजो त के सर आज पनि ए लाग्यो अब पुग्न चाहिँ कहाँ पुगिने हो हिँड्नु चाहिँ हिँड्ने काठमाडौँ चाहिँ लाग्यो बाटो यस्तो छ बाटो यस्तो छ पानी परिरहेको छ हिजो पनि यही जाममा परेर हामी बसेको आज पनि यही जाममा पऱ्यो हामी चाहिँ अब आज पनि गयो होला जस्तो लागेन मलाई मेडिकलको लागि रमाइलो यस्तो रमाइलो दिन आओस् होला कहिले अब चाहिँ दाइ चाहिँ हेर्न जानुभएको थियो खाली छ अनि किन बस्यो त यिनीहरू किन बस्यो टोलको मान्छेहरू नै छैन होला नि ठाउँ छ त्यहाँ मुङ्गेको बाटो किन फर्केर आएछ कहाँको 2 घन्टामा बल्ल भात काटिन्थ्यो अझै लेखिरहनु आएको है दाइले ठुलो गाडी पो बाटो जाँदैछ कहिले पुग्ने हामी छिर्दैछ जाउँ न त्यो ट्याक हानी हिँड्दैछौँ अगाडि छिर्दैछ हिजो त यो भातबाटी चाहिँ कटेको छौँ नि त हामी यहाँ मात्र भातबाटी कट्नु पाइएको छैन रमाइलो भएर छ एकमात्रै के भन्छ जा भन्दैछ त सानो गाडी ठुलो गाडीलाई रोकेर रहेछ हामी चाहिँ अब लाग्यो सादा भनेर यता भात काट्यो नि अघिदेखि
होइन भर्खरै हो भर्खरै हो त्यसले त्यहाँ बनाएको चिया पनि छोडेर चियापत्ती हिजो हामी यो तरेर उयो पर्खेर पुगेको थियौँ नि अनि टडकै टडक मात्र रहेछ थोरै रहेछ त यही टडकले गरेर त जाम गराएको सबै टडक मात्रै रहेछ अनि हामी गयौँ उहाँ सोफामा सुत्नलाई यिनीहरू यहाँ डब्बामा परे यहीँदेखि यो रोकाएको रहेछ नि हिजो हामी यहाँ यति कटेको है हेर यति कटेको हामी जान्थ्यौँ हिजो यति कट्नु नपाएर हामी यहीँ अड्केको हामी चाहिँ अब कट्यौँ फाइनली कट्यौँ थोरै 5 मिनट अगाडि आएको त कट्नै रहेछ नि हामी सबैले यताबाट पनि गाडी आएको अनि यताबाट दिएछ त ठुल्ठुलो गाडी यताउडाबाट चाहिँ ठुल्ठुलो गाडी आउनु दिएको छैन यताबाट चाहिँ आउनु थालेछ गाडी बिग्रेर बसेको अवस्था बाटोमा गाडी बिग्रेको अवस्था यस्तै हो आज सबै गाडीलाई पुरै पानी माग्दै राख्दै हुन्छ गाडी हिट भएर पानी पनि नभएको ठाउँमा कहाँ एक ठाउँमा भयो कहाँको भिरमा ल्याएर रोकाइरहेको छ गाडी हिट भएर उकालो छ पुरै चढ्ने ठाउँ नभएर उकालो चढ्नु सक्दैन अरे हिट भयो अरे साह्रै होइन पुरा गाडीमा पानी माग्दै हुन्छ गाडी रोक्दै पानी माग्दै कौन है वो कहाँ से वो आया चारों दिशाओं में तेज सा वो छाया उसकी भुजाएं बदलें कथाएं भागी गाडी खुलेर लास्टमा आएर यहाँ आएर फस्यो अब कति बेला गाडी भन्नुहुन्छ जानु गाइज हामी चाहिँ यस्तो ठाउँमा आएर खाजा खान लागेको यो कुन ठाउँ हो कुनै मलाई नै थाहा छैन तर कस्तो दामी रहेछ क्या हो तल किन अरे सेम्बुको डाँडा अरे आइफोन भयो मजाले देखिन्छ बल्ल बल्ल गाडी अलिअलि बनाएर यहाँ माथि चाहिँ आइएर बसेको छ अब कति बेला पुगिने काठमाडौँ पनि थाहा छैन आउन चाहिँ आइयो हिजो उहाँ त्यत्रो उहाँ जाम भएर वहीँ बस्यो अब अहिले यहाँ गाडी बिग्रेर जस्तै हेलो हेलो हामी चाहिँ चिसो खान थालेको 11 बजी आज भात खान पनि रोकाएन गाडी बिग्रेर हिजो बिहान हिँडेको गाडीमा हिँडेको आज बेलुकातिर मात्रै पुगिन्छ होला काठमाडौँ चाहिँ देखिँदैछ त्यहाँनिर छ अहिले फाइनल्ली हाम्रो चिकन चाउमिन पनि आइसकेको छ यता समीक्षाको चाहिँ चिया अब बिस्कुट आउनै बाँकी छ बिमारी मान्छे चिसो पानी रहेछ त नि यतै खान थालिसक्यो गाइज अब हामी चाहिँ खान लागेको गिलास पनि त उयो चोखै छ कुन चाहिँ फाइनली गाइज हामी चाहिँ काठमाडौँ आइपुगेको अघि पनि बनाउनु खोजेको भिडियो मैले चाहिँ अब बनाउन सकिनँ अघि चाहिँ पिसाब आएर मलाई अघि यस्तो भएको थियो नि म बोल्नु सुद्धा सकेको थिइनँ अहिले यहाँनिर अब होटलमा आएर होटल खोजेर होइन पहिला भाउजू यहाँ होटलमा बस्नुभएको थियो अरे अनि त्यही होटल यहाँनिर आएर अनि रुमसुम लिएर बसिरहेको छौँ सबैभन्दा माथिल्लो फ्लाइटमा यो होटलको नाम भाउजू कति जानुभयो
होटलको नाम के हो दाजु यो होटलको नाम के अरे के होटल यो तनहु होटलमा बसेको छौँ हामी चाहिँ तनहु होटल अरे त हस्पिटलको नाम चाहिँ के हो गङ्गालाल हस्पिटल गङ्गालाल हस्पिटलको छेउमा तनहु होटल होइन किचन रहेछ रुम पनि किचनमा बनाएको रहेछ रुम यहाँ आइपुगेर हामी चाहिँ अब बसेको अब आज सुतै हुन्छ जस्तो छ हाम्रो गाइज हजुर हिजो पो एसी रुममा सुत्न पाइएको थियो आज त यो फेनको हावा खाएर सुत्नुपर्ने अब आज यता मायालु चाहिँ बिरामी भएर ज्वरो आएर हस्पिटलतिर आएको छौँ दिदी कराउनै भएर म गाडीमा हिँड्दा चाहिँ साँच्चै यस्तो साह्रो पिसाब आयो भने म मर्छ गाडीमा हिँड्दा यति अवर पर्छ कि पिसाब आयो भने म यस्तो अवर परेको बोल्नु सुत्दा नभएको यार मलाई बल्ल कति ठाउँ चाहिँ हामीले शौचालय खोज्यौँ होला नभेट्टाएर बल्ल एउटा खाजा खाने ठाउँमा पसेर त्यहाँनिर खाजा मागेर अनि त्यहीँ गएको शौचालय फेन्टा खाँदैछौँ फेन्टा के छ फेन्टा हुन्छ अघि होटल गरिसकेको दिदी होटल बुक भइसक्यो अनुहार झुम्बा छ यस्तो भयो कपाल गाइज मलाई बोल्नु आउँदैन भ्लगमा चाहिँ अब यस्तै हो मोबाइलको सानो भइरहेको रहेछ गाइज हामी चाहिँ यहाँनिर हस्पिटलको छेउ यतापट्टि बसिरहेको छौँ अहिले चाहिँ हामी छठमा आएको रुममा आएर चिसो खाएर गाडीमा हिँड्दा चाहिँ झप 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 निन्द्रा लागेको अहिले यहाँ रुममा आएपछि फेरि निन्द्रै लाग्दैन अनि अहिले हामी चाहिँ छठमा बसिरहेको छौँ तर पहिलोचोटि आएको म चाहिँ काठमाडौँ होइन तर पहिलोचोटि आए पनि त्यो इटरीमा बसिराख्ने बानी भएर होला यो काठमाडौँ त्यो त्यस्तो बस्दै नहुने क्या कहाँ आए जस्तै नहुने बजारमै बसेर होला सायद उहाँ इटरीमा पनि यहाँ चाहिँ हस्पिटल छ हस्पिटलदेखि एउटा त्यो रोड तरेर यता चाहिँ हामी बसिरहेको छौँ होटलमा बिरामीलाई नरिवल किनिदिएको नरिवल यहाँ कोट्याउँदै बसिरहेको छ बिरामी चाहिँ समीक्षा खासमा हामी हस्पिटल आएको चाहिँ यता भाबीजीको के पो अरे मुटुको पहिला अपरेसन गरेको थियो अनि त्यही चेकअपको लागि आएको यो चाहिँ हस्पिटल हामी चाहिँ इबीमा आएको नि त उहाँ इटरीबाट उहाँ इटरीबाट 8 बजी हिँडेको बेलुका उहाँ हामी कहाँ पो आएर फर्केको सिन्धुलीको बाटो गएको अनि सिन्धुलीको त्यो खै के ठाउँमा पुगेर हामी चाहिँ फेरि यता के अरे के ठाउँ अरे ए हेटौडा फेरि त्यहाँसम्म पुगेर अनि फेरि त्यहाँबाट 500 थपेर यता हेटौडाको बाटो आएको हेटौडाको बाटो कति 5 बजी आइपुगेको थियौँ होला हामी 5 बजी हेटौडा आइपुग्दाखेरि बन्द जामको जाम त्यहाँबाट 6 बजीदेखि बन्द भइहाल्दो रहेछ उता जानै नदिने रहेछ 1 घन्टा 5 बजीदेखि 6-7 बजीसम्म चाहिँ हामी जाममै पऱ्यो फेरि अनि फर्केर होटल खोज्दा बल्ल एउटा होटल भेट्यौँ अनि त्यही होटलमा बस्यौँ एकजना दिदी हुनुहुँदो रहेछ इन्डियाबाट आउनुभएको नानी पनि रहेछ त्यो दिदी चाहिँ फोन हरायो के भनेर उता अलपत्र पैसा पनि खै दिनुभयो भएन इबीको अनि त्यो होटलको पनि त्यो दिएन नि होटलको पनि दिएन अनि खाना खाएको बेलुका खाएको त होटलको खाना खाएको भनेको चाहिँ त्यो ड्राइभर दाइहरूले मिलाएर दिनुभयो होला अनि त्यो आउँछ होला त लिन
रुपियाँ चाहिँ दिन्छ होला हेर्नु त्यस्तोमा पैसा हुनु पर्दो रहेछ कि सबैभन्दा ठुलो कुरा त्यो दिदीलाई अब बिजोक नानी पनि छ एउटा श्रीमती कहाँ पुग्ने हो त्यो दिदी कहाँ जाने हो त्यो पनि थाहा छैन भरिसके चाहिँ राम्ररी नै पुग्नु भए राम्रो हुन्थ्यो गाई जान्छै रुमदेखि यता बाहिर निस्केर डुलेर आएर मकै किनेर खाएर यहाँ बसिरहेको अहिले चाहिँ भर्खर सुतेर उठी मात्रै राति भएर चाहिँ डुल्न भनेर गएको डुल्नै सकिनँ मलाई त्यो गाडी लागेर होला गाडीले कस्तो त्यही भएर आइदिएको हामी चाहिँ आएर यहाँ बसिरहेको छौँ अब जाने हामीहरू कस्तो राम्रो रहेछ अब स्याल गाई त्यो चाहिँ स्याल तपाईँहरूले देख्नु भएको छैन होला तर गाई पानी कता बिग्रेको छ अरे ट्याङ्कीको त्यही भएर पुरा थाप पानी काठमाडौँमा पानीको बिग्रो पानी बोक्ने यसरी पानी बोकेर हिँड्दैछ काठमाडौँमा उहाँ नेपालमा पुरै हाम्रो ठाउँमा हुनु भने पानीको नेपालमा गाउँमा पानीको कमी हुँदैन यहाँ हेर्नु गाई पानीको कमी यस्तो हुन्छ ट्याङ्की कता बिग्रिहाल्यो त्यहाँबाट पानी पुरै बोक्दैन ढुङ्गामा हाल्यो नि मार्सल अर्काको भित्रमा साह्रो छ त्यसरी पानी बोकेर लानुपर्छ गाईलाई अब आजको